जेन्जी बाबाको जय। जेन्जी बाबाको जय। जेन्जी बाबाको जय। भन भक्तजन हो, के छ तिमीहरूको समस्या? मलाई आज भोलि धेरै रिस उठ्छ बाबा। सानो सानो कुरामा रिस उठ्छ। यसको उपाय भनिदिनु पर्यो बाबा। उपाय त म भनिदिन्छु बालक, तर रिस चाहिँ किन उठ्छ नि तिमीलाई? त्यही थाहा नभएर त सोध्न आएको नि। तपाईँ भए किन आउँथे? अहिले बाबा सभा नभनी ठोकिदिन्छु है। हो रहेछ बालक, तिमीलाई त साँच्चीकै सानो सानो कुरामा रिस उठ्दो रहेछ। यसो गर, तिमी 5 मिनट लामो सास फेर, म 10 मिनट पछि कुरा गर्छु ल तिमीसँग। तिम्रो समस्या चाहिँ के छ बालक? मेरो समस्या गम्भीर छ बाबा। भन न त बालक, जस्तो सुकै गम्भीर समस्या भए नि यो जेन्जी बाबासँग त्यसको समाधान हुन्छ के? तपाईले जस्तो सुकै समस्याको पनि समाधान गर्न सक्नुहुन्छ? अफकोर्स बालक, त्यही भएर त म जेन्जी बाबा हो नि। ल त्यसो भए हिजो मेरो 1000 रुपियाँ हराएको थियो, कसले चोर्यो भन्नु त ल? चोरले चोर्यो नि बालक, अरू कसले चोर्छ त? चोरको नाम भन्नुस् भनेको। चोरको नाम जानेर के गर्छौ बालक? अहिलेसम्म त त्यसले तिम्रो पैसा खाएर पनि पचाइसक्यो होला। ए बाबा पनि पैसा कसरी खान्छ हौ, हुँदो कुरा गर्नु न। मेरो मतलब तिम्रो पैसा त्यसले खर्च गरिसक्यो भनेको के बालक? तपाईलाई कसरी थाहा भयो खर्च गरिसक्यो भनेर? कि तपाईले नै चोरेको उसको पैसा?